ह्याप्पी दसैँ। ल अब फाइनली 2022 साल असोज 16 गते दसैँ सबैलाई धेरै धेरै शुभकामना छ। अब हामी टिका लाउन गइरहेका छौँ। दैलोमा टिका पनि लगाउँछौँ अनि त्यसपछि हामीले निधारमा टिका लगाउँछौँ। हेलो गाइस, हेर्नुहोस् रातो रातो टिका लाएर यस्तो यस्तो भएको छौँ हामी। र हाम्रो बहिनीलाई पनि हेर्नुहोस् कस्तो भएकी छिन्, गुडिया भएकी छिन् हाम्रो बहिनी। भन्देऊ नि त ह्याप्पी दसैँ भन्देऊ तिम्रो पनि। ह्याप्पी दसैँ, नमस्ते। अनि अरू के कति राम्रो कमल फुलैमा माया बस्यौ दिलैमा, माया बस्यौ दिलैमा। कोदो फुल्यो बारीमा, बरीलाई धानको बाला झुल्यो खेतैमा। कति राम्रो देखिन्छौ बरीलाई जमरा र रातो टिकैमा। नमस्ते गाइस, हाम्रो गीत कस्तो लाग्यो? हाम्रो गीत कस्तो लाग्यो? मन परेको लाइक शेयर सब्सक्राइब पनि गर्नु है। धन्यवाद। दसैँको टिका लाउनु भयो र हामीले त लायौँ। दसैँमा मौसम यस्तै भए पनि राम्रो छ, शीतल शीतल छ हाम्रो घर। यहाँ चाहिँ हाम्रो रिनु घट्टुमा गर्जी, मेरो अङ्कलको छोरी। अनि हामी चाहिँ आज सबै दसैँ मनाउनको लागि झरेका छौँ। ल मेरो भ्लगमा के भन्न चाहनुहुन्छ नरेशजी? उसको नेकनेम जिली गान्टो। ल चाची मेरो भ्लगमा के भन्ने हो? हजुर, ह्याप्पी दसैँ भनिदिनु सबैलाई। ए ह्याप्पी दसैँ धनु छोरी माइली छोरी नि। मेरो आन्टी है सबैजनाले नगरै आन्टीको लागि एक लाइक कमेन्ट सेयर सब्सक्राइब गरिदिनु होला। मम्मी म कस्तो देखि हो? राम्री देखि हेरो नि। अझ तारिफ गर न। ल आइज सबै फोटो खिच्न आइज। आइज छिटाइ जा त। आइज नरेश त आइज। सबैभन्दा कान्छो छ र झन् सबैभन्दा अल्को छ। सबैभन्दा अल्को जस्तो छैन त हेर त। ल आउनु तपाईँ नि। आइज कि रे। पक्का सोडलाइन बोल्लाई क्या? ल ह्याप्पी दसैँ। बोले शास्त्रीले मामाको माहिलेको अवस्था
लो गाइज बेलाउती टिपेर खान आँटेको ल गाइज अब टिका सिका लाएर पनि हामी उम्किसक्यौँ हामी मामाकोमा आएर पनि टिका लाएर पनि अब घरतिर जाँदैछौँ सो आशा छ हजुरको दसैँ पनि राम्रो भयो होला हाम्रो त एकदमै रमाइलो भयो सो अब हजुरलाई यदि भिडियो मन परेन लाइक कमेन्ट सेयर सब्सक्राइब गरिदिनु नबिर्सिनु होला बाई ल गाइज हामी त घर फर्किँदाखेरि गाडी पाइयो ल अब यसो नाम त